गाउँको छेउमा एउटा पुरानो मसानघाट थियो। दिउँसै मानिसहरू त्यस बाटो हिँड्न डराउँथे, राति त कोही नजिकै जान पनि साहस गर्दैनथ्यो। त्यही गाउँमा हरिधामी नामका प्रसिद्ध धामी झाँक्री बस्थे। भूत प्रेत बोक्सी बाधा हटाउने नाममा उनी निकै चिनिन्थे। एक रात गाउँकी एउटी युवती अचानक बेहोस भइन्। शरीर काँपिरहेको, आवाज अर्कै जस्तो। सबैले भने, यो त मसानको आत्मा लागेको हो। डराए पनि हरिधामीले उपचार गर्न माने। तर उनले एउटा शर्त राखे, आज मध्यरातमा मसानघाटमै जानुपर्छ। मध्यरात ठिक 12 बजे हातमा डमरू र झाँक्रीको घण्टी बोकेर उनी मसानघाट पुगे। चारैतिर सन्नाटा थियो। चन्द्रमाको मधुरो उज्यालो, जलिरहेका पुराना चिताहरूको खरानी र हावामा अजीब गन्ध। मन्त्र जप्दै गर्दा अचानक हावा रोकियो। घण्टी आफै बज्न थाल्यो। हरिधामीको अनुहार सेतो भयो। त्यसपछि एकपछि अर्को गरेर छायाहरू देखिन थाले। कसैको टाउको थिएन, कसैको खुट्टा उल्टो थियो। आँखा जलेका अङ्गाराजै रातो। ती सबै हरिधामीलाई घेरेर उभिए। एउटा गहिरो चिसो आवाज आयो, धामी, तिमीले हामीलाई धेरै पटक झुक्यायौ। त्यति बेला हरिलाई सत्य याद आयो। उनी साँचो धामी थिएनन्। झुटो मन्त्र, नक्कली पूजा र डर देखाएर पैसा कमाएका थिए। उनका हातबाट डमरू खस्यो। जिब्रो चल्न छाड्यो। छायाहरू अझ नजिक आए। भोलिपल्ट बिहान गाउँलेहरूले मसानघाटमा हरिधामीलाई बेहोस अवस्थामा भेटे। कपाल पुरै सेतो भइसकेको, आँखामा स्थायी डर। उनी बाँचे, तर त्यसपछि कहिल्यै बोलेनन्, कहिल्यै धामी बनेनन्। आज पनि गाउँलेहरू भन्छन्, मसानघाटमा झुटो शक्ति देखाउनेलाई आत्माहरूले आफै न्याय गर्छन्।